म शब्द भए तिमी अर्थ बनिदेऊ यो जिन्दगीको सहारा बनिदेऊ न कमजोर हुँदा सामर्थ्य बनिदेऊ न अँधेरीमा तिमी जुन बनिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म पाना भए तिम्रो नाम भरिदेऊ फेसबुकमा म्यासेज गर्नुभएको थियो त्यसलाई मैले रिक्वेस्ट पठाएर के छ खबर भनेर म्यासेज गर्नुभएको थियो मैले ठिकै छ सरकार भनेर म्यासेज रिप्लाई गरेको थिएँ चिन्न सकिनँ नि सरकार भनेर रिप्लाई गरेको थिएँ त्यो पछाडि हामी बोल्दै गयौँ बोल्दै जाँदाखेरि चाहिँ एकदम उहाँले बोल्ने अनि उहाँले गर्ने व्यवहार जस्तो देखिनुहुन्छ एकदम इम्प्रेस क्या यस्तो पनि मान्छे हुन्छ र यस्तो अहिलेको जमानामा यतिको केटा यतिको इमान्दार यस्तो केटा भेट्न चाहिँ गाह्रो छ जस्तो लागेको छ त्यो पछाडि हामी फर्स्ट डे धुलाबारीको ठ्याक्कै हामी पुलमा थियौँ म र मेरो छोरा दिदीको छोरा अनि उहाँ आउनुभएको थियो उहाँले मेरो हात समात्नु भएको थियो त्यो फर्स्टचोटि उहाँले हात समात्नु भएको थियो अनि हामीले घर गएर मैले के भनेको थिएँ भने यो आज समातेको हात कहिले पनि नछोड्नु होला भनेको थिएँ अहिलेसम्म साथ छौँ यहाँभन्दा अगाडि पनि साथ नै हुनेछौँ एकदम म आफूलाई यति धेरै भाग्यमानी ठान्छु म उहाँ जस्तो मान्छे मैले मेरो जिन्दगीमा पाएँ एकदमै खुसीको कुरा हो ओठमा हाँसो भरिने विचार बनिदेऊ न गुनगुनाउँछु तिमी स्वर थपिदेऊ न मन बहलाउने केही मन्त्र गरिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म न मनको दूरीले न समयको खेलले न त दो बाटोले छुटाउन सकोस् न झुटो संसारले। अब रञ्जना उसको मैले एउटा फोटो देखाएको थिएँ फोटो कस्तो थियो भन्दाखेरि चाहिँ साडी लाएर बसेकी थिएँ घुम्टो ओढेकी थिएँ त्यो देख्ने बित्तिकै मलाई यस्तो भित्रैबाट अति इनोसेन्ट खालको केटी देखेँ क्या जब बोल्दा मलाई मामु जस्तै तरिकाले गाइड गर्ने भन्दाखेरि चाहिँ सम्झाउने कता केही भयो भने चाहिँ यसो नगर्नु यसो नगरेको राम्रो हुन्छ त्यो नगर्नु होला कता मम्मी जस्तै पुग्नु आएपछि चाहिँ मैले चाहिँ टोटली अलिक इम्प्रेस भएर चाहिँ रञ्जनासँग धेरै कुरा अगाडि बढेर 3 वर्ष 3.5 वर्ष कुराकानी हुँदै झगडा पर्दै ब्रेकअप हुँदै ब्लग हान्दै अङ्गत गरेर अन्तिममा विवाह भएको हो। तिम्रो